नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले धुवाधार भाषण गर्दै बिहिबारको संसदमा भने, सभामुख महोदय, बाँदरले मेरो क्षेत्रका जनताले सुकाउन झुन्ड्याएको बालबच्चाको कपडा समेत चोरेर लगे। बाँदरको समस्या कानुनी रूपमा भए पनि 7 दिनभित्र समाधान हुनु पर्यो, भएन भने संसद अवरुद्ध गरिदिन्छौँ। यस प्रकारको अभिव्यक्ति उहाँको रह्यो। वास्तवमै बाँदरको आतंक विकराल छ। सांसद राईले जायज कुरा गरेका छन्, तर दुनियाँमा त्यस्तो के प्रविधि, के टेक्निक, औषधि वा कानुन छ जुन प्रयोगमा ल्याउँदाखेरि 7 दिनमा बाँदर समस्या नियन्त्रणमा आउँछ त? अहिलेको सरकार चैत 13 मा गठन भएको बाँदरको समस्या चाहिँ उहिलेदेखिको एमाले काङ्ग्रेस माओवादीहरूको पालादेखि त्योभन्दा अझ बढी पहिलेदेखिको यो समस्या हो। र विशेष गरेर सांसद राईले कानुनी रूपमा भए पनि बाँदरको समस्या समाधान हुनुपर्छ भनेका छन्। यदि त्यस्तो कुनै कानुन संसदबाट पास गरिदिँदा बाँदरहरू नयाँ कानुनबाट तर्सेर मानव बस्ती भनौँ, खेतबारीमा भनौँ, त्यहाँ पस्दैनन् भने हाम्रो विनम्र अनुरोध छ त्यस्तो कानुन जारी गर्न विधेयक तत्काल संसदमा दर्ता गरियोस्। आजको कार्यक्रममा यस विषयमा हामीले व्यङ्ग्यात्मक शैलीमा केही टिप्पणी गरेका छौँ दर्शकहरू। स्टार्टअप बिजनेस भन्दै सर्वसाधारणबाट 8 करोड रुपैयाँ उठाएर ठगी भएको र ठगहरू भारतमा फरार भएको एउटा विशेष रिपोर्ट आजको कार्यक्रममा छ। पीडितहरू हाम्रो सम्पर्कमा आएर यस विषयमा गुनासो गरेका छन्। नेकपा एमाले भिआइपी उपचारको नाममा लिएको 3.5 करोड रुपैयाँ फिर्ता गरेको छ। भाटबढिनीका साउ मिनबहादुर गुरुङबाट लिएको जग्गा पनि फिर्ता गर्ने भन्ने कुराहरू आएको छ। यिनै सन्दर्भमा हामीले पार्टीका सचिव, प्रतिनिधि सभा सांसद पद्मा अर्यालसँग लाइभ संवाद आजको कार्यक्रममा गरेका छौँ। हेर्नुहोला। जापान गएका छोरा सम्पर्कविहीन भएपछि, सम्पर्कमा नआएपछि काठमाडौँ टोखा बस्ने जानुका शर्माले छोरालाई सम्पर्कमा आउनको लागि बिलौना गरेको विषयमा एउटा रिपोर्ट देखाएका छौँ। त्यो रिपोर्ट पनि आजको कार्यक्रममा छ दर्शकहरू हेर्नुहोला। भारतमा यति बेला सुरु भएको एउटा व्यङ्ग्यात्मक डिजिटल अभियान छ कक्रोच जनता पार्टी भन्ने। यसका सन्दर्भमा पनि एउटा रिपोर्ट देखाएका छौँ। भारतका सर्वोच्च अदालतका प्रधान न्यायाधीशको एउटा विवादास्पद अभिव्यक्तिको विरोधमा यो अभियान सुरु भयो र यो अभियानले यति बेला सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। विश्वभर चर्चा सुरु भएको छ र कहीँ कतै अब जेनजी आन्दोलनको विस्फोट भारतमा पनि हुने त होइन भन्ने खालको एउटा सङ्केत पनि सुरु भएको छ। यसबारेमा पुरा मामिला सहितको रिपोर्ट आजको कार्यक्रममा देखाएका छौँ दर्शकहरू हेर्नुहोला। यिनै विषयहरू छन् आजको कार्यक्रममा। र जाँदा जाँदै सभामुखले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन भनेर दुई पटक आग्रह गर्दा पनि प्रधानमन्त्री संसदमा गएका छैनन्। प्रधानमन्त्री शाहले संसद जाँदिन भनेर जुन अडान लिएका छन्, के यो अडान ठिक छ वा छैन, यसबारेमा पनि तपाईँले आफ्नो कमेन्ट जाहेर गर्न सक्नुहुन्छ, आफ्नो मत जाहेर गर्न सक्नुहुन्छ। यिनै विषयहरू छन्। केही बेरमा न्युज 24 टेलिभिजनको आधिकारिक युट्युब च्यानलमा